जस्तै तपाईँले गुगल ड्राइभबाट फोटोसप डाउनलोड गर्नुभयो। डाउनलोड गरिसके पछाडि यहाँनेरि फ़ोल्डरको आइकन हुन्छ सो इन फ़ोल्डर भनेर। सुरुमा जहाँनेरि डाउनलोड भएको छ त्यही फ़ोल्डरमा जानुपर्यो। अनि त्यस पछाडि आफ्नो फाइल चाहिँ जस्तै तपाईँको फाइल यसरी हुन्छ। यहाँनेरि छ लास्टमा। अब मैले के गर्नुपर्यो जस्तै यो फाइल चाहिँ कुनमा छ भने यसलाई राइट क्लिक गरेर प्रोपर्टिजमा क्लिक गरेर हेर्दाखेरि पनि देखिन्छ। जस्तै यो चाहिँ तपाईँको .zip फर्मेटमा छ। .rar र .zip भनेको उस्तै उस्तै हो। यसको लागि पनि त्यही सफ्टवेयर नै युज हुन्छ। अनि यसको हामीले जस्तै फाइलको नामबाट पनि थाहा पाउन सक्छौँ। जस्तै यहाँनिर चाहिँ डट पछाडि चाहिँ जेटाइपी लेखेको छ। अब यसलाई चाहिँ डाइरेक्टली ओपन गर्दाखेरि ओपन हुँदैन। यसको लागि चाहिँ के गर्नुपर्छ भने जस्तै सुरुमा चाहिँ म यसलाई एउटा बेग्लै फ़ोल्डरमा लान्छु। किन मैले यसलाई बेग्लै फ़ोल्डरमा लगेँ भने मेरो यो डाउनलोड्समा यति धेरै फाइलहरू छन्। मैले एक्सट्र्याक्ट गरेँ भने कहाँ गयो मलाई कन्फ्युजन हुन्छ। त्यही भएर त्यो झमेला म लिन चाहन्न। डाइरेक्टली यसलाई चाहिँ म अर्कै एउटा फ़ोल्डरमा चाहिँ मुभ गर्छु। त्यो हुँदाखेरि सजिलो भयो। यदि तपाईँले पनि डाउनलोड गर्नुभएको छ भने चाहिँ अब कुनै फाइल छैन त्यहाँनेरि भने त ठिकै हो। नभए धेरै फाइल छ भने चाहिँ त्यसलाई एउटा बेग्लैमा मुभ गर्दाखेरि चाहिँ राम्रो। अनि जस्तै तपाईँकोमा डाउनलोड बेग्लै फ़ोल्डरमा लगिसक्नुभयो। अब यसलाई राइट क्लिक गर्ने, त्यस पछाडि चाहिँ यदि विनरार छ तपाईँसँग भने यहाँनिर एक्सट्र्याक्ट हियरमा क्लिक गर्ने। यदि तपाईँसँग 7 जिप छ भने 7 जिपमा क्लिक गर्ने। त्यस पछाडि एउटा एरोको अप्सन आउँछ। त्यस पछाडि यहाँनिर चाहिँ एक्सट्र्याक्ट हियर भनेर लेखेको छ। यो एक्सट्र्याक्ट हियरमा चाहिँ मैले क्लिक गर्नुपर्यो। एक्सट्र्याक्ट हियरमा क्लिक गर्ने बित्तिकै जे नामको चाहिँ तपाईँको रार फाइल थियो यो अझै 2 वटा रारमा रहेछ यो। जस्तै यसलाई फेरि एकचोटि एक्सट्र्याक्ट गर्नुपर्छ। हजुर, जस्तै यिनीहरू भिडियो पनि रहेछ तपाईँलाई। जस्तै यसलाई एक्सट्र्याक्ट गरिसके पछाडि एउटा रार फाइल आयो, एउटा भिडियो आयो यहाँनेरि। अब तपाईँले जस्तै यसलाई फेरि अघिको जस्तै गर्ने, राइट क्लिक गर्ने, 7 जिपमा जाने, एक्सट्र्याक्ट हियर गर्ने। अब बाँकी प्रोसेस कसरी इन्स्टल गर्ने भनेर त यिनीहरू भिडियो छँदैछ। अब तपाईँले यही भिडियो हेर्दै गर्दा पनि भयो। जस्तै यो रार चाहिँ एक्सट्र्याक्ट भइसके पछाडि जुन यो रार थियो यसलाई मैले एक्सट्र्याक्ट गरिसके पछाडि एउटा फ़ोल्डर आयो। यसलाई म राइट क्लिक गर्छु, ओपन गर्छु र यहाँभित्र चाहिँ तपाईँको सेटअप फाइल छ। यो सेटअप फाइललाई चाहिँ मैले राइट क्लिक गरेँ अनि यहाँबाट रन एज एडमिनिस्ट्रेटर गरेँ भने चाहिँ त्यस पछाडि चाहिँ मैले यो सफ्टवेयर चाहिँ इन्स्टल गर्न सक्छु। अब बाँकीको प्रोसेस चाहिँ तपाईँले रार एक्सट्र्याक्ट गर्दाखेरि केमा क्लिक गर्ने भनेर त्यहाँ पनि थियो।